वेबसाइट खोल्नु भयो, यहाँ चाहिँ मल्टिपल लेआउट छ मतलब होइन, त्यो चेन्ज गर्न मिल्छ। अब मैले यहाँ लगइन गरेँ, लगइन गरिसकेपछि यहाँ राजेन्द्र सरको चाहिँ युजर नेम पासवर्ड मलाई चाहिन्छ। ल मलाई भन्नु, राजेन्द्र ड्यास एम ड्यास चाहिन्छ कि चाहिन्न सर? चाहिन्छ। राजेन्द्र ड्यास एम ड्यास सी ड्यास एस 1242 @gmail.com। पासवर्ड त्यही होला हैन सर? पासवर्ड चेन्ज गरे हो सर मैले। तपाईको इमेल आईडी मिलेन? राजेन्द्र ड्यास एम ड्यास सी ड्यास 1242। अब मिल्यो। ल पासवर्ड भन्नु सर। महतरा MEHTARA सबै क्यापिटल होइन, स्मल MAHTAR सरी @77272। नाइ मिलेन। मलाई व्हाट्सएप गरिदिनु त। MAHTARA लेख्नु होइन र? पक्नु म यहाँ देखाइ नै दिन्छु। यो चाहिँ चेन्ज गर्नु पासवर्ड है, पछि यहाँ म रेकर्डिङ गर्छु। के भन्नु? MAHTARA @77272। ल भयो। अब हेर्नु ल सर, यो पासवर्ड चाहिँ चेन्ज गरिहाल्नु ल। हजुर। ल अब यसमा के छ भने तपाईको चाहिँ वेबसाइटको कुरा कस्तो देखिदैछ भने तपाईको वेबसाइट यस्तो देखिदैछ। सबभन्दा सुरु कुरा यहाँ हेर्नु, अलिकति सानो देखिराख्नु छ, मैले म ठुलो पार्दिहाल्छु। यसलाई ठुलो पार्दिहाल्छु। तपाईको यो वेबसाइट यो तरिकाले देखिरहेको छ। अब यो वेबसाइटको म पहिला के गर्छु, लेआउट चेन्ज गर्छु। लेआउट चेन्ज गर्न वेबसाइटको सबै काम गर्न कहाँबाट गर्नुपर्छ भने ब्लगिङ भित्रको कामबाट गर्ने हो। यो टिचर वेबसाइटबाट, टिचर वेबसाइटमा गएपछि म यहाँबाट के गर्छु भने एउटा डमी डाटा लिन्छु। ल यहाँबाट म डमी डाटा लिन्छु, क्लोन गरेँ मैले। एउटा स्कुलको एउटा टिचरको चाहिँ वेबसाइटले म यसलाई क्लोन गरेँ। अब तपाईको विद्यालय तपाईको वेबसाइटमा डमी डाटा आउँछ। यहाँबाट सबै डमी डाटा उसले हाल्छ। डमी डाटाको ठाउँमा चाहिँ हामीले के गर्दैछौँ भने अझै कुरा चाहिँ यसमा के गरिदिँदैछौँ भने लाइभको ब्लग भित्र गएर चाहिँ लेआउट मैले चेन्ज गरिदिन्छु सर। अहिले तपाईको लेआउट यस्तो बनाइदिन्छु। यहाँबाट अहिले यस्तो छ। ल मैले लेआउट चेन्ज गरेँ सर, टिचरको लेआउट चेन्ज गरेँ। यति कुरा याद गर्नु, यहाँ 3टा लेआउट छ। यो तपाईलाई मन परेन भने तपाईले चाहिँ यो लेआउट चेन्ज गर्ने भनेको चाहिँ कहाँबाट चेन्ज गर्ने भने यहाँबाट ब्लग भित्र टिचर वेबसाइट भित्र चाहिँ यहाँबाट टिचर वेबसाइट लेआउट मैले यो लेआउटमा काम गरेँ। अब यो अघि यो वेबसाइट थियो, अहिले यो वेबसाइट आइदिन्छ। अहिले यो वेबसाइट आइदिन्छ। लेआउट आफै चेन्ज हुन्छ क्या। त्यहाँ चेन्ज गरेपछि तपाईँ के हुन्छ भने यसको चाहिँ लुक्सहरू चेन्ज हुन्छ क्या। अब यो लुक्स चेन्ज भएपछि मलाई सबभन्दा यो मेनु त तपाईले चेन्ज गर्न पाउनुहुन्न। म यहाँदेखि चेन्ज गर्न लाउँछु। अब यहाँदेखि काम गर्छु ल। अब यति बुझ्नु सर, राजेन्द्र सर यो तपाईको वेबसाइटको नाम हो क्या। भन्नाले चाहिँ यदि तपाईको पसल छ भने ठिकै छ, नत्र मानिहालु राजेन्द्र सर भनेर चाहिँ नाम लेख्नुहुन्छ, राजेन्द्र एमसी लेख्नुहुन्छ, राजेन्द्र एमसी, या तपाईको सोशल टिचर, बेस्ट सोशल टिचर, बेस्ट इङ्ग्लिस टिचर भन्नुहुन्छ भने त्यो पनि लेख्न मिल्छ। तपाई कुन सब्जेक्ट पढाउनुहुन्छ सर? म्याथ पढाउँछु सर। ल बेस्ट म्याथ टिचर भनेर लेख्नु छ। यो लेख्नको लागि चाहिँ के गर्नु पर्यो, ब्लगमा भित्र गएर चाहिँ यो बेस्ट यो नाम लेख चेन्ज गर्नु पर्यो भने चाहिँ ब्लग भित्र गएर ब्लग सेटिङमा क्लिक गरे, ब्लगमा यहाँ क्लिक गरे, यहाँ खुल्छ। अब यहाँ तपाईको वेबसाइटमा गए बेस्ट म्याथ टिचर मैले इन्टर गरे। यहाँ तपाईको तपाई कतिमा प्रोभिन्स कति हो सर तपाईको? हजुर तपाईको प्रोभिन्स कति हो? एड्रेस झिमरुक 7
लुम्बिनी भित्र गएर चाहिँ डिस्ट्रिक्ट भनेको प्युठान हजुर भित्र गएर झिमरुक 7 झिमरुक 5 ल 7 यहाँ गएपछि मैले अपडेट गरिदिएँ। अब तपाईँको वेबसाइटमा के आउँछ भने यहाँ राजेन्द्र सरको ठाउँमा के आइदिन्छ भने बेस्ट म्याथ टिचर भन्ने आइदिन्छ। आयो? हजुर आयो अब यो कुरा नाम चेन्ज गरेँ। अब मानिहाल्यो यो ठाउँमा चाहिँ म्याथको चाहिँ मैले लोगो हाल्दैछु ल। म्याथ लोगो भनेर एउटा मैले तपाईँको फोटो हालिनँ, मलाई यस्तो लोगो हाल्न मन लाग्यो तपाईँको वेबसाइटमा। जस्तै स्कुलको वेबसाइटमा लोगो हुन्छ भने तपाईँको लोगो यहाँ राख्न मन लाग्यो। मैले यहाँबाट क्लिक गरेँ, यहाँबाट म यसलाई सेभ गरेँ। यसलाई सेभ गरिसकेपछि यो भनेको म्याथ लोगो, या तपाईँले आफ्नो इमेज पनि हाल्न सकिन्छ, प्रब्लम छैन। यो लोगो नै हाल्नको लागि कहाँ जानु पर्यो? ब्लगभित्र गएर ब्लग सेटिङभित्र गएर चाहिँ यो खोलेँ। यो खोलिसकेपछि एडिटमा गएँ, एडिट गएपछि यस्तो खुल्छ। यहाँ गएँ, ब्लग सेटिङमा गएँ, यहाँबाट भनेको पिक्चरमा क्लिक गरेँ, म्याथ भनेर। अब यहाँबाट मैले अपलोड गरेपछि अब कसरी तपाईँको वेबसाइट खुल्छ भने यहाँ तपाईँको लोगो आउँछ क्या, तपाईँको आफ्नो लोगो आउँछ। यहाँबाट आएन, किन आएन? अपलोड भएन कि इनभ्यालिड रेन्ज मिल्यो। पिएनजी गर्न मिल्दैन, जेपिजी मात्रै गर्न मिल्छ अरे। हामीले पिएनजीमा सेभ गरेको छु। ल मानिहाल्यो अर्को गरौँ। पिएनजीमा नगर्नु, जेपिजीमा सेभ गर्नु, इमेज राख्नु। मानिहाल्नु यो इमेज राखेँ, लियो अपलोड लियो। अब यहाँबाट मैले अपलोड रिलोड गरेँ, ल आयो लोगो। इनकेस यो ठाउँमा चाहिँ तपाईँको इमेज राख्न मन लाग्यो है, तपाईँको इमेज राख्न मन लाग्यो भने यहाँ गए। मानिलिनु तपाईँको इमेज भनेको एउटा ठ्याक्कै मानिलिनु तपाईँको इमेज भनेको सम्मसँग टिचरको इमेज छैन। इमेज मसँग छैन। यहाँ हेरिहाल्नु, मानिहाल्नु यहाँ जेपिजीमा राखेँ। मानिहाल्नु यो इमेज छैन, सराउनु छ भने इमेजमा क्लिक गरेपछि ल मानिहाल्नु यो राख्न खोजेँ मैले। तपाईँको इमेज मानिहाल्नु यस्तो टाइपको इमेज है तपाईँको। पिक्चरमा क्लिक गरेँ, यहाँ क्लिक गरेँ, चेन्ज लोगो गरेँ। चेन्ज लोगो गरिसकेपछि मैले के गरेँ भने यहाँबाट पिक्चरमा लिएँ, यहाँबाट अपलोड गरेँ। ल अपलोड भयो। अब तपाईँले कसैले वेबसाइट हेऱ्यो भने त्यो इमेज यहाँ आउँछ क्या, आयो? अब यसमा तपाईँको यदि तपाईँको यो वेबसाइट भनेको तपाईँको आफ्नो पसल छ भने पसलको रूपमा युज गर्नुहुन्छ भने पसलको लोगो अपलोड गर्न पाइन्छ, प्रब्लम छैन। मैले लोगो काम सकेँ। अब यहाँ हेर्नु, मैले एउटा मेनु बनाएको छु। होमभित्र केही छैन, लाइब्रेरीभित्र सिलेबस, बुक लाइब्रेरी, भिडियो लाइब्रेरी, नोट छ। अनि एबाउट अस बारेमा कन्ट्याक्ट अस, इनोभेसन, टेस्टिमोनियल, इन्ट्रोडक्सन भन्ने छ, एकाडेमिक। अब यो मेनुलाई मलाई चेन्ज गर्नु छ भने म यहाँ जान्छु। यो मेनु चेन्ज गर्नु भनेको चाहिँ तपाईँले ब्लगभित्र गएर चाहिँ टिचर वेबसाइटभित्र गएर यहाँ मेनु भन्ने छ, मेन मेनु। मैले फिल्टर गरेँ। मानिहाल्नु यहाँ तपाईँको होम छ, होम चाहिँदैन। जस्तै यहाँ चाहिँ होम चाहिँदैन, यहाँ क्लिक गर्दा पनि होम आउँछ भने होम चाहिँदैन भने यहाँबाट मैले डिलिट गर्ने बित्तिकै यहाँ तपाईँको होम भन्ने चिज हटिहाल्छ। हेर्नु, हट्यो सर होम। मानिहाल्नु यो ठाउँमा मानिहाल्नु मलाई अरू कुनै राख्नु छ। ल मानिहाल्नु यहाँबाट मलाई कुनै राख्नु, यो त मेन मेनु हो। मैले एड गरेँ, एड गरिसकेपछि नाम राखेँ राजेन्द्र एमसी भनेर तपाईँको एउटा नयाँ मेनु बनाएँ। यो सबभन्दा सुरुमा आउँछ। सिस्टम डिफाइन पेज गरेँ। सिस्टम डिफाइन पेज गरिसकेपछि यहाँ के गरिन, यहाँबाट मेन मेनु मैले क्लिक गरेँ। र कसैले तपाईँको वेबसाइट खोलेपछि यहाँ राजेन्द्र सर आउँछ। यहाँ अगाडि राजेन्द्र यहाँ आयो, तर यिनीहरू अर्डरिङ छैन। अर्डरिङ नभएको खण्डमा यस्तो आयो, नत्र राजेन्द्र सर यहाँ आउनुपर्ने हुन्छ अगाडि। अर्डरिङ मिलाउनु पर्यो भने मैले फिल्टर गरेँ। हेर्नु अर्डरिङ कसैको मिलेको छैन।
अब यो क्लिक गरेँ यो क्लिक गरेँ यो क्लिक गरेँ यो सबभन्दा सुरुमा मलाई त्यो बनाउनु छ भने अर्डरिङ भनेको 1 हालेँ। यो अगाडि पछाडि लगाउने चिज हो। यो भनेको अर्डरिङ 2 मिलाएँ, यो मिनु मिलाइरहेको छु यसमा चाहिँ 3 मिलाएँ। अब मैले 4 मिलाएँ, यहाँबाट 5 मिलाएँ, 5 मिलाएँ, यहाँबाट मैले 6 मिलाएँ, 6 मिलाएँ। ल अब तपाईँको वेबसाइट कसरी चेक गर्यो भने हामीले सुरुमा राजेन्द्र MC1 राखेको छौँ, यो यहाँ आउँछ। अझै लाइब्रेरी मिलेको छैन। लाइब्रेरी भनेको किन मिलेको छैन भने यहाँ अनुसारले लाइब्रेरी पनि 1 छ, लाइब्रेरीलाई मैले 2 बनाइदिन्छु। लाइब्रेरी 2 बनाइदिन्छु म यहाँबाट। मिनुको अर्डरिङ मात्रै गरेको हो, केही गरेको छैन यहाँबाट मैले। अब यहाँ हेर्नु ल, मैले त्यो गर्ने बित्तिकै राजेन्द्र सर अगाडि आयो, आउनुभयो होइन। यो राजेन्द्र सर भनेको एउटा मिनु भयो। यसै गरी मैले अरू मिनु बनाएको छु, यहाँ हेर्दै हुनुहुन्छ लाइब्रेरी। अब मैले रिफ्रेस गरेँ, रिफ्रेस गरिसकेपछि यहाँ राजेन्द्र सर सुरुमा आउनुभयो, लाइब्रेरी आउनुभयो, अबाउट अस, एकाडेमिक यो। अब यो भित्र भनेको चाहिँ यो लाइब्रेरी भित्र जुन सब मिनु देखिराख्नु भएको छ नि, यो सब मिनु बनाउनु तरिका भनेको यहाँ मिनु हो। मेन मिनु पछि अर्को मिनु आउँछ। अब मानिहाल्नु यहाँबाट चाहिँ मैले मिनु गर्नु पर्यो भने अब यहाँबाट मैले राजेन्द्र सर टाइप गरेँ, राजेन्द्र सर आउनुभयो। राजेन्द्र सर अन्तर्गत भनेको कुन मिनु छ केही पनि छैन, मैले एड गर्न खोजेँ। अब राजेन्द्र सर म यहाँ छु, राजेन्द्र सर हुनुहुन्छ। यहाँबाट भनेको वेलकम टु द वर्ल्ड, अलि सानो लेखो, म्याथ वर्ल्ड लेखो एउटा। अब तपाईँले पेज बनाउनु भएको भने ठिक छ, नत्र अरू लिङ्कहरू यो खोलिसकेपछि कोही यहाँ क्लिक गरेर हेर्नु चाह्यो भने लिङ्कमा क्लिक गरेर चाहिँ अन्त्य गरी। जस्तै मानिहाल्नु यहाँ चाहिँ म के गर्छु भने म्याथ सल्भिङ क्वेसन अनलाइन कुनै एउटा वेबसाइट हाल्नु होला, म्याथ सल्भर भन्ने एउटा वेबसाइट हालेँ। कोही कसैले चाहिँ तपाईँको राजेन्द्र सरको बारेमा यहाँ जानुभयो भने यसमा जानु, राजेन्द्र सरकोमा म्याथ वर्ल्डकोमा जानुभयो भने यहाँ लिङ्कमा मैले क्लिक गर्ने बित्तिकै एड भयो। अब एड गरेपछि तपाईँको वेबसाइटमा कोही जानुभयो भने वेबसाइटमा जाने बित्तिकै राजेन्द्र सरको भित्र जानुभयो भने म्याथ वर्ल्ड आउँछ। म्याथ वर्ल्डमा कसैले क्लिक गर्यो भने खुलो। मिनु भनेको लिङ्क मात्रै हो सर, मिनु भनेको लिङ्क मात्रै हो। यो लिङ्क अनुसारले अब यो लिङ्कमा जान्छ 6 × 9 एन्सर के हो 624। यसै तरिकाको तपाईँले कुनै पेजहरू कुनै लिङ्कहरू हाल्नुहुन्छ भने त्यो मिनु अन्तर्गत खुल्छ क्या, ठिक छ। यसै गरी तपाईँले अरू मिनु बनाउन पाउनुहुन्छ यसमा। राजेन्द्र सरहरू, राजेन्द्र सर ल तपाईँ भित्र यो भयो। यसै गरी चाहिँ अरू मिनु, जस्तै यो भित्र पनि तपाईँ के छ भने मैले ब्याक गरेँ, राजेन्द्र सरको वेबसाइट खोलेँ। जस्तै यो अनुसार लाइब्रेरी पनि यो अनुसारले छ, भिडियो पनि यो अनुसार छ, नोट्स पनि यो अनुसारले छ, एकाडेमिक भित्र भने अनलाइन क्लासेस सबै छ। अब मेरो काम के छ भने मिनु यो अनुसारले तपाईँले जतिवटा मिनु राख्नु मन लागेको छ त्यो मिनु राख्नु होला, तर धेरै नराख्नु, अलिक बोरिङ हुन्छ। किनभने यो अनुसारले यसमा अलिक ओभरल्याप हुन्छ। थोरै 7वटासम्म मेन मिनु राख्नु, त्यो भित्र जति पनि राख्नु मिल्छ, तपाईँले प्रब्लम छैन। मिनु काम मैले सकेँ तपाईँको। अब यो हेर्दै हुन्छ सर, यहाँ हेर्नु, यो भनेको मेन स्लाइडर हो, यो भनेको मेन स्लाइडर हो। अब मेन स्लाइडरलाई चेन्ज गर्नु छ भने तपाईँले के गर्नु पर्यो भने ब्लगभित्र गएर टिचर वेबसाइटभित्र गएर यहाँ मेन स्लाइडर भन्ने छ। अब मेन स्लाइडरमा मैले सबैलाई डिलिट गरिदिएँ, यहाँबाट सबैलाई डिलिट गरिदिएँ। अनि म के गर्छु भने यहाँबाट च्याट जिपिटी खोल्छु। क्रिएट अ मेन स्लाइडर for राजेन्द्र MC at
टिचर इमेज ल यहाँ मैले कपी गरेँ, यति कपी गरेँ। अब यहाँबाट चाहिँ तपाईँको मेन स्लाइडर उडाइसक्यो भने यो कुरा सबै हट्छ है, केही पनि बच्दैन, केही पनि छैन यहाँ। अब मैले मेन स्लाइडर बनाउँछु, मैले मेन स्लाइडर बनाउनु छ भने यहाँबाट एड गर्छु। अब यहाँ भनेको नेम, सुरुमा आउनु पर्ने यो हाइलाइटेड वर्ड यो हालिदिएँ। डिस्क्रिप्सन हाल्नु छ भने हाल्नु, नत्र नहाल्दा पनि भयो। अब यसमा म्याथ वर्डको चाहिँ मैले के गर्छु भने इमेज राख्छु। इमेज मैले एउटा डाउनलोड गरेको छु। अब तपाईँले भिडियो पनि राख्न पाइन्छ है सर, अपलोड गर्न पाइन्छ, तर 20 MB भन्दा माथिको नराख्नु, अलि लोड लाग्छ। न त युट्युबको पनि मानिहाल्यो, एउटा युट्युबमा जाऊ, युट्युबमा मेन स्लाइडर सबको इमेज राख्नु, न त कुनै सरले चाहिँ भिडियो पनि राख्नुहुन्छ, त्यो पनि राख्न सकिन्छ यहाँबाट। म्याथमेटिक्स, ल म्याथमेटिक्स जान्छु। म्याथमेटिक्समा मानिहाल्यो यहाँ एउटा कुनै एउटा यो एउटा भिडियो हाल्नु छ, यो भिडियो मैले कपी गरेँ यहाँबाट मैले कपी गरेँ। अब यो भिडियो चाहिँ पब्लिक छ भने हाल्न मिल्छ, हैन भने मिल्दैन। यो तपाईँको Want to study abroad but need to get your English certification first? Take the Duolingo English test. The mathematics we learn in school doesn't quite. यो एउटा भिडियो छ। अब यो भिडियोलाई पनि तपाईँले आफ्नो साइटमा राख्नुहुन्छ भने युट्युबमा क्लिक गरेपछि यहाँ लिङ्क पेस्ट गर्ने बित्तिकै, ट्याब थिच्ने बित्तिकै यो भिडियो यहाँ आयो भने ठिक छ, आएन भने चाहिँ यदि यो आयो भने यो लिन मिल्छ। मानिहाल्यो एउटा मैले ब्लग एड गरेँ, मेन स्लाइडर एड गरेँ भने कोही पनि मान्छेले यहाँ तपाईँकोमा चाहिँ वेबसाइटमा जानुभयो भने तपाईँले के हुन्छ भने त्यो आइदिन्छ। हेर्नु यो किसिमको, हेर्नु यहाँबाट प्ले भइरहेको छ। हेर्नु अब यसमा अझै के राख्न सकिन्छ भने तपाईँले यहाँबाट मेन स्लाइडर इमेज फिल्टर गरेर यहाँबाट एडिट गर्न मन लाग्यो। तपाईँले मानिहाल्यो भिडियो राख्नु मन छ भने, इमेज राख्नु मन छ भने इमेजमा क्लिक गरेँ। इमेज क्लिक गरेपछि मेरो इमेज कहाँ छ, मैले इमेज एउटा डमी डाउनलोड गरेको छु। सबै इमेज अलि राम्रै खाले नै राख्नु। इमेज भनेको म्याथ वेबमा छ, ल एउटा इमेज राखेँ। या तपाईँले विद्यार्थीलाई पढाउँदै गरेको चाहिँ एउटा इमेज राख्नु, फोटो खिचेर अपलोड गरेँ। तपाईँको वेबसाइटमा कसैले हेर्न चाह्यो भने आयो इमेज आयो। यसमा सबै तपाईँले पढाइरहेको चाहिँ भिडियो इमेजहरू राख्नु क्या, अनि राम्रो देखिन्छ। हेर्नु यो तपाईँको मेन स्लाइडर भयो। यसै गरी अरू स्लाइडर थप्नु छ भने फेरि म कहाँ जान्छु भने ब्लगमा जान्छु, टिचर वेबसाइटमा जान्छु, यहाँबाट चाहिँ मेन स्लाइडरमा जान्छु। मसँग एउटा मात्रै स्लाइडर छ, अर्को एड स्लाइडर गर्छु। नाम हाल्यो भने म नाम यहाँबाट कपी गरेँ, क्लास 9 म्याथ क्लास भने, या क्लास 9 मात्रै लेखेँ। माने राजेन्द्र सर चाहिँ क्लास 9 मा पढाइदिए गरेको एउटा फोटो मानिहाल्यो, एउटा यसो हाइलाइटेड गरेर राखेँ। यो दोस्रो नम्बर आउँदा दोस्रो नम्बर राखेँ। एउटा अर्को इमेज हामी डाउनलोड गरौँ यहाँबाट। एउटा इमेज राखेँ सर, तपाईँको इमेज छ भने जेपीजीमा राखौँ, जेपीजीमा राखौँ। ल मानिहाल्नु तपाईँले चाहिँ एउटा क्लासमा चाहिँ यस्तो खाले चाहिँ एउटा इमेज राख्नुभयो। यसलाई मैले डाउनलोड गरेँ, सेभ एज गरेँ, मैले सेभ गरेँ।
अब मानियो तपाईँको एउटा यस्तो खालको इमेज रहेछ क्लास 9 मा पढाउँदै गरेको इमेज यहाँ गए अपलोड इमेजमा गए यहाँ गइसकेपछि यो एउटा इमेज लिए एड गरे अब मैले चाहिँ कसरी तपाईँलाई वेबसाइट हेर्न चाहनुहुन्छ भने वेबसाइटमा क्लिक गर्नुहुन्छ तपाईँको यहाँबाट सिस्टम खुल्छ अब हेर्नु एकछिन रोक्नु स्लाइड आफै चेन्ज हुन्छ क्या अर्को इमेज आयो सर अर्को इमेज आयो राजेन्द्र सर आयो इमेज अर्को यहाँ अर्को आयो इमेज क्लास 9 म्याथ अब यो इमेजहरु चाहिँ जस्तो राख्नुहुन्छ त्यो तरिकाले नि तपाईको इमेज बस्छ क्या कुरा बुझ्दै हुन्छ कुरा बुझ्नुभयो सर हजुर हजुर त्यो वेबसाइट बनाउनेको कामै त्यही हो सर तपाईसँग भेटघाट छैन तर तपाईको चाहिँ इमेज तपाईको चाहिँ प्रोफेसनल या तपाईको चाहिँ पर्सनालिटी अनुसार नै थाहा पाउँछ ल सर चाहिँ राजेन्द्र सर चाहिँ के गर्नुहुन्छ भने चाहिँ फिलिङ होस् क्या मान्छेलाई त्यसैले त्यसको लागि चाहिँ के चाहिन्छ भने कन्टेन्ट चाहिन्छ तपाईको राम्रो राम्रो फोटो चाहिन्छ त्यो फोटो राख्नु भयो भने त काम गर्न सकिदैन ल यसको मैले मेन स्लाइडर पनि काम सकिसके अमिता म्याम कुरा बुझ्दै हुनुहुन्छ सर हजुर मैले केही पनि गरिन मैले के गरे भने चाहिँ कोही मान्छेले पनि बाहिरबाट कसैले हेर्दाखेरि चाहिँ ठ्याक्कै अमिता म्यामको त फोटो देख्यो भने चाहिँ अलि राम्रो देखिन्छ क्या हजुर गीता म्याम सुन्दै हुनुहुन्छ सुन्नु हो क्या गीता म्याम सुन्दैछ सर तर लेट भएर हैन ठीक छ तपाईले चाहिँ यसमा बुझ्नु भएन भने चाहिँ यो रेकर्डिङ पनि भइरहेको छ तपाईले त्यो पनि रेकर्डिङ क्लास आज 4 वटा रेकर्डिङ क्लास भइसक्यो त्यो पनि म अझ पठाउँछु त्यो अध्ययन गर्नु होला ल अब यो अनुसारले चाहिँ यो मुनि भनेको तपाईको चाहिँ ब्लगको क्याटेगोरी हो क्या तपाईले चाहिँ कुनै ब्लग लेख्नुहुन्छ जस्तै मानिहालौँ मैले तपाईलाई हिजो एउटा स्याम्पल दिएको थिए जस्तै यसमा चाहिँ अनलाइन खबर सरी अनलाइन खबरको एउटा वेबसाइट छ मानिहाल्नु यहाँबाट तो यो अनलाइन खबरको चाहिँ यो क्याटेगोरी हो क्या यिनीहरू चाहिँ यो सबै क्याटेगोरी हो यस्तै टाइपको क्याटेगोरी तपाईलाई यहाँबाट बन्छ क्या यो कसरी बन्छ म ब्लग पनि कुरा गर्छु तपाईहरुलाई ल अब यहाँ हेर्नु ब्लगमा गयो किनभने सुरुमा मेन स्लाइडर सके म ब्लगमा गयो ब्लगमा गएपछि ब्लग भन्ने के हो तपाईलाई थाहा छँदैछ सिम्पली भन्छु कुनै पनि टपिकको बारेमा केही कुरा लेख्ने र फोटो अपलोड गर्ने भनेको ब्लग हो त्यो टपिकको चाहिँ कम्प्लिटली डिस्क्रिप्सन दिनु भनेको चाहिँ पोस्ट हो त्यो सँगसँगै त्यस्ता पोस्टहरु चाहिँ 3-4 वटा कलेक्सन गरेर देखाउनु भनेको पेज हो है त्यसैले म अहिले ब्लगमा काम गर्दैछु ब्लगमा गए अब हेर्नु ब्लगको सिस्टम यहाँ छुट्टै छ कहाँ छ ब्लग सिस्टम यहाँ ब्लग सिस्टम छुट्टै छ अब ब्लगको क्याटेगोरी हेर्नुहुन्छ ल यहाँबाट आज तपाईले हामीलाई यो ब्लगिङको बारेमा सिकाउन लाग्नु भएको हैन हो हजुर म्याम तपाई क्लास छदैछ म्याम हैन अहिले चाहिँ हाम्रो प्रभात माविको क्लास भइरहेको छ यसमा आउनु भएको रहेछ टाइम नमिलेर हो हैन त्यसलाई चाहिँ प्रभात माविको सरलाई चाहिँ ब्लगिङ भइरहेको छ तपाईको चाहिँ अरु क्लास छदैछ त्यसलाई पनि समेट्ला त्यसमा प्रब्लम छैन तर अहिले ब्लगमा जाँदैछ भने त्यो ब्लग हेर्नु होला अब यसमा ब्लगको क्याटेगोरी हेर्नु ब्लग क्याटेगोरी यति छ टन्नै ब्लग क्याटेगोरी छ अब मलाई कुनै पनि चाहिदैन भने चाहिँ तपाईले डिलिट गर्न चाहनुहुन्छ भने तपाईले यो ब्लग यो बनाउनु भएको छ भने यसलाई डिलिट गर्न मिल्दैन यदि तपाईले आफैले कुनै क्याटेगोरी बनाउनु भएको छ भने त्यसलाई डिलिट गर्न मिल्छ है अब यहाँबाट मैले ब्लगको क्याटेगोरी मैले बनाए मानिहाल्नु ब्लगको क्याटेगोरीमा मैले क्लिक गरे अब यहाँबाट मैले फिल्टर यहाँबाट मैले एड गरे अब राजेन्द्र सर भन्ने एउटा ब्लग बनाउँछु राजेन्द्र सरले चाहिँ जे लेख्नुहुन्छ त्यो कुरा चाहिँ ब्लगको क्याटेगोरी अनुसारले बस्दिन्छ अब मैले यो कसैलाई देखाउने प्राइभेट गर्ने कि पब्लिक गर्ने पब्लिक भनेको सबै स्कुलले हेर्न पाइन्छ भने प्राइभेट भनेको तपाईको विद्यालयले मात्रै हेर्न पाइन्छ म पब्लिक गर्छु अब मैले राजेन्द्र सर लेखे राजेन्द्र एमसी इमेज राखिन इमेज पनि राख्दिनु होला इमेज पनि राख्दिनु होला इमेज अपलोड गरे क्याटेगोरी कुन हो टेक्स्ट हो कि भिडियो
यो राजेन्द्र एमसी को सरको जुन हुन्छ त्यो क्याटेगोरी भनेको टेस्ट टाइपको यसमा जति युज गर्नुहुन्छ टाइपिङ गरेर राख्ने एउटा मैले क्याटेगोरी बनाएँ अब क्याटेगोरीमा बनाइसकेपछि ब्लग एड गर्न मिल्छ यहाँबाट हेर्नु यहाँबाट एड ब्लग गर्न मिल्छ मानिहालौँ यो सिम्पल एउटा ब्लग लेखौँ ल हामी एउटा मानिहालौँ यी ब्लग बनाउँ ल हामी यी ब्लग बनाउँ चीन के भनिन्छ ल कपी भन्ने चिज आएन त्यहाँ ल यहाँबाट कपी गरेँ राजेन्द्र सरले एउटा ब्लग लेखिदिनुहुन्छ है यहाँ गए राजेन्द्र सरले त्यो राजेन्द्र एमसी सर लेख्ने ल ब्लग टाइप के हो टेक्स्ट भिजिबल सबैलाई भ्यू इन सबैमा गर्नुपर्ने छ ब्लगको नेम यो राख्यो है हाइलाइटेड वर्ड केही छ यसमा हाइलाइटेड वर्ड केही छैन छोडिदिए अब यो हाइलाइटेड वर्ड यति लेख्नु ल कपी गरेँ मैले यहाँबाट यहाँ यति मैले कपी गरेँ त्यति मैले नाम लेखेँ ब्लगको ब्लग काम गर्दैछु भने ब्लग अन्तर्गत गएँ ब्लगमा गएँ मैले एड ब्लगमा यसमा क्लिक गरेँ छैन भने एड गरेँ अब यहाँबाट चाहिँ यो कुन क्याटेगोरीमा राख्यो राजेन्द्र सरकोमा राखियो कुन टाइपको हो टेक्स्ट टाइपको हो सबैलाई देखाउनु छ भ्यू इन अलमा गर्नु छ ब्लगको नेम चीनले दियो नेपालमा बाढीको सूचना भनेर एउटा नाम लेख्यो या यसमा ब्लग हाम्रो राजेन्द्र सर या गहिता म्यामले चाहिँ जस्तै आज वर्डको टाइपिङ सिकाउँछु भने हाउ टु टाइप वर्ड इन माइक्रोसफ्ट भने टपिक लेख्न पाइन्छ हाइलाइटेड वर्ड लेखेँ त्यसपछि भित्रको सबै कचाककुचुक यहाँबाट लेख्छु ल यहाँबाट सर्लकै कचाककुचुक यहाँबाट लेख्छु यो पहिला ब्लग खोल्नु यो ब्लग खोलेँ अब कचाककुचुक लेख्नु छ मलाई यहाँबाट ल कचाककुचुक लेख्नु छ यहाँबाट सबै कुरा लेख्नु छ यहाँसम्म लेख्छु मैले या कुनै टपिकमा तपाईँले लेख्नुहुन्छ भने त्यो अनुसार लेख्न सकिन्छ यहाँ गएर यहाँबाट मैले पेस्ट गरेँ सबै कुरा आयो अब पानिहाल्नु यसको ब्यानर छ हेर्नु है जस्तै यो खोल्दाखेरि चाहिँ यो इमेज देखाइरहेको छ है यो इमेज देखाइरहेको छु यसलाई यो इमेजलाई मैले के गर्छु भने सेभ गर्छु यो इमेजलाई मैले सेभ गरेँ यो त तपाईँको सुरुमा देखिँदै थियो इमेज त्यो भनेको ब्यानर इमेज हो ब्यानर इमेजमा गएँ यहाँबाट बाढीको कहाँ छ बाढीको यहाँ क्लिक गरेँ ओपन गरेँ अब यो भित्र हेर्नु कुनै पनि टेक्स्ट ब्लग खोल्नु छ भने एडिसनल इमेजहरू छ हेर्नु एडिसनल इमेजहरू छ इमेजलाई पनि सेभ गर्छु म इमेजलाई सेभ गरेँ यो पनि सेभ गरेँ इमेज सेभ गरेँ यहाँ गएँ अब यो चाहिँ मैले ब्लगको मिडिया राख्छु यो दुईटालाई यो र यो अपलोड गरेँ अब मैले एड ब्लग गर्छु अब राजेन्द्र सरले चाहिँ आफ्नो ब्लग के बनाउनु भयो यो ब्लग कस्तो देखियो यहाँ हेर्नु राजेन्द्र सरले ब्लग बनाएको यो तरिकाले देखिन्छ हेर्नु है यो तरिकाले देखियो ब्लग यो तरिकाले देखियो यो तरिकाले देखियो ब्लग तर अगाडि देखिन्छ सर हजुर म्याम लगइन गरेपछि जुन प्रोफाइलको डिस्प्ले आउँछ नि त्यहाँ देखिन्छ यो ब्लगहरु यस यस अब हेर्नु अनलाइन खबरले यस्तो ब्लग बनायो यतिको ब्लग बनायो अनि धेरैलाई चलाउँदाखेरि चाहिँ मान्छेले एडहरू दिए अब हाम्रो राजेन्द्र सरले पनि एउटा ब्लग बनाउनु भयो अनि यो ब्लगमा यो कुरा लेख्नु भयो हाम्रो काम के हो भने म्याक्सिमम प्रयोग गरेर चाहिँ यो के भन्छ भिजिटरहरूलाई एट्र्याक्ट गर्ने अब हाम्रो भिजिटर भनेको स्टुडेन्ट प्यारेन्ट्स एट्र्याक्ट गर्ने हो क्या राजेन्द्र सर बुझ्दै हुनुहुन्छ हजुर हजुर तपाईँको काम ब्लग बनाउने जस्तै हामी फेसबुकमा के अपलोड गर्छौँ नि पोस्ट गर्छौँ भने त्यो चाहिँ तपाईँको वेबसाइटबाट ब्लग हाल्ने हो क्या यहाँबाट म कसैले हेर्नु छ भने यहाँबाट ब्लग हेर्नु छ भने ब्लग क्याटेगोरीबाट पनि हेर्न सकिन्छ यहाँबाट मैले फिल्टर गरेँ राजेन्द्र सर हालेँ ल यहाँबाट फिल्टर गरेँ भने राजेन्द्र सरको ब्लग हेर्नु अहिले यो ब्लग बनाउनु भएको थियो यो ब्लग बनाउनु थियो कसैले हेर्नुभयो भने यहाँ क्लिक गरिसकेपछि यो बारेमा यहाँबाट सूचना हो क्या यसरी ब्लग बनाउने हो क्या
त्यो न्युज पोर्टलको पनि काम गरौँ। अथर को रहेछ? राजेन्द्र एमसी आफै देखिन्छ यहाँबाट। त तपाईँ काम ब्लग बनाउने। अब तपाईँ कसैले वेबसाइटमा गयो भने हेर्नु, तपाईँको वेबसाइटमा क्लिक गर्यो भने यहाँ कसैको तपाईँको वेबसाइटमा क्लिक गर्नु, यहाँ राजेन्द्र एमसीमा क्लिक गर्यो भने ब्लगको क्याटेगोरीमा क्लिक गर्ने बित्तिकै यहाँ तपाईँको ब्लग सो हुन्छ क्या। यहाँ हेर्नु तपाईँको ब्लगहरू सबै सो भयो क्या। यो सबै डमी ब्लग आएको हो, यो ब्लग डमी आएको हो। यहाँ हेर्नु तपाईँले बनाउनु भएको यो ब्लगमा क्लिक गरेपछि योले के भन्न खोज्दैछ भन्ने कुरा चाहिँ विद्यार्थीलाई चिन्छ, बुझ्छ। अब यहाँ हेर्नु सर, राजेन्द्र सर, जस्तै तपाईँको वेबसाइटमा यहाँबाट मैले क्लिक गरेँ, बाहिर वेबसाइट गयो, यहाँबाट मैले राजेन्द्र सर क्लिक गरेँ, राजेन्द्र सर क्लिक गरेँ, तपाईँको वेबसाइट खुल्यो। अब कहिलेकाहीँ के भइदिन्छ भने जस्तै अनलाइन खबरमा यस्ता राम्रो राम्रो कुरा दिएको छ। अब म के गर्छु भने तपाईँहरूलाई चाहिँ यसमा मैले सिधै ब्लगमा गएँ, पोस्टमा गएँ, ब्लगमा क्लिक गरेँ, या ब्लगमा क्लिक गरेँ, म्यानेज ब्लगमा क्लिक गरेँ। मैले सबै सुरुदेखि नै अहिलेसम्मको सबै ब्लगलाई उडाइदिन्छु म। अब यहाँ 2081 देखि लिएर अहिलेसम्म जतिवटा ब्लग लेख्नुभएको छ सबैलाई, यतिवटा ब्लग लेख्नुभएको छ सबैलाई डिलिट गर्ने यहाँबाट, सबैलाई डिलिट गर्ने यहाँबाट। यहाँ क्लिक गरेँ, अलमा गरेँ, यहाँबाट डिलिट गरेँ, मैले डिलिट गरेँ, तपाईँको सबै ब्लग डिलिट भयो। तपाईँको सबै ब्लग डिलिट भयो। कहिलेकाहीँ के हुन्छ भने नि, अब कोही मान्छेले चाहिँ राजेन्द्र सरकोमा जानुभयो भने राजेन्द्र सरकोमा के देखिँदैन, यहाँ ब्लग के देखिँदैन, यहाँ ब्लग के देखिँदैन, यहाँ ब्लगै के देखिँदैन। अब कहिलेकाहीँ के भइदिन्छ भने नि, जस्तै अनलाइन खबर, काठमाडौँ पोस्ट, यिनीहरूले चाहिँ यस्ता ब्लगहरू दिइरहन्छ क्या। अब हाम्रो राजेन्द्र सरले के सोच्नुभयो भने ठिक छ, मलाई यस्तो यस्तो वेबसाइटको चाहिँ लिङ्क मैले कपी गरेँ र लिङ्क कपी गरे अनुसारले चाहिँ मैले यस्ता यस्ता साइटमा जति ब्लग आउँछ अटोमेटिक मेरोमा आउँछ। त्यो पनि हाम्रोमा छ सिस्टम। हामीले 514 कि 15वटा साइटलाई चाहिँ सिङ्क गरेर चाहिँ यो बनाएको छु। अब अर्को ब्लग हामीले तान्न खोजेको, हामीले यहाँ गएँ, अर्को ब्लग तान्नु छ भने ब्लगमा क्लिक गरेँ। यो एकै दिनमा सिकिँदैन, तपाईँ नप्यानिक हुनु, यसलाई प्र्याक्टिस गर्दै जानुभयो भने बुझिन्छ। यसमा धेरै कुरा छ, मैले अरूले लेखेको ब्लग तान्दैछु, त्यस कारणले त्यो कुराहरू बुझ्नु होला। यहाँ अटो जेनेरेटमा क्लिक गरेँ, अब मैले सिङ्क गरेँ, यहाँबाट सिङ्क गर्ने बित्तिकै यसले अटो लिस्ट दिन्छ, यहाँबाट अटो लिस्ट दिन्छ। तपाईँको ब्लग आउँदैछ भने अटो लिस्ट दिन्छ, तपाईँले एकछिन पर्खिनुपर्छ। अब जतिवटा नेपालमा या अरू ब्लगिङ साइटमा चाहिँ डाटा छ भने त्यो सबैको तपाईँको साइटमा तानिदिन्छ यसले। एकछिन पर्खिनुपर्छ हामीले। एकछिन पर्खिनुपर्छ, सबै साइटलाई तान्छ। अहिले तपाईँको क्याटेगोरी बनिरहेको छ छैन साइटमा, हेऱ्यो यो ब्लगको साइटमा क्याटेगोरी बनिरहेको छ छैन, बनेको छैन, ब्लग तान्दैछ। यसले एकछिन टाइम लिन्छ है, एकछिन यसले टाइम लिन्छ, एकछिन यसले टाइम लिन्छ। अरूको ब्लग सिधै आफूमा तानिदिन्छ क्या, यहाँबाट आफूमा तानिदिन्छ। यो ब्लग एड गरोस्, अहिले मैले म्यानुअली तरिकाले मैले एड गर्न देखाइदिएँ तपाईँलाई। ब्लगलाई क्याटेगोरी बनाए अनुसारले चाहिँ पहिला क्याटेगोरी बनाउने, अनि यो अनुसारले ब्लगलाई यहाँ ब्लगलाई एड गर्ने, त्यो तरिका देखाएँ। मल्टिपल हुन्छ, अरूको साइटबाट ब्लग तान्नु छ भने मैले क्लिक गरेपछि यसले एकछिन टाइम लिन्छ, लगभग 15-20 मिनटै टाइम लिन्छ, किनभने अरू मल्टिपल साइटबाट जतिवटा ब्लग चाहिँ यसले स्क्यान गर्छ र त्यो ब्लगहरू चाहिँ अटोमेटिकली तपाईँको साइटमा हालिदिन्छ। तपाईँले के गर्नै पर्दैन, र चाहिने ब्लग्सलाई राख्नु, नचाहिने ब्लग्सलाई डिलिट गरिदिनु, त्यो पनि काम गर्न सकिन्छ यहाँबाट चाहिँ। अब यो होमवर्क छ,
यो ब्लकको काम हुँदै गर्छ, यो भइसकेपछि म फेरि जान्छु। अब यो होमवर्क सिस्टम छ, होमवर्क सिस्टममा सरले चाहिँ होमवर्क दिनुभएको रहेछ भित्र। राजेन्द्र सर होमवर्क दिनुभएको रहेछ क्लास 2 मा। हजुर हजुर। अब भित्रबाट दिनुभएको यो अटोमेटिकली बाहिर देखिन्छ, यसमा हामीले के गर्नै पर्दैन है। क्लास 2 को प्राइमेरी म्याथमेटिक्समा के होमवर्क दिनुभएको रहेछ तपाईँको साइटबाट खोल्दैछु ल के होमवर्क दिनुभएको रहेछ भने 2 अङ्कले बनेको सङ्ख्याहरू लेख्नु होला। कसलाई दिनुभएको छ? यति कति दिनुभएको छ, एकाडेमिक यसलाई दिनुभएको छ, क्लास यसलाई यति यति यसलाई सबै दिनुभएको छ। अब यसको डिस्क्रिप्सन थियो भने यो यहाँबाट चाहिँ हुन्छ। अब अरू भ्यू गर्नु छ भने, अरू विद्यार्थीले अरू होमवर्क गर्नु छ भने, यो क्लास 2 को छ भने म यहाँबाट क्लिक गर्छु, प्राइमेरी लेभलमा क्लिक गर्छु, क्लास 2 मा गर्छु, फ्याकल्टी नेपालीमा गर्छु, सेक्सन ए गर्छु, सब्जेक्ट म्याथमेटिक्स छैन होला, फिल्टर गरेँ। यहाँ अरू सरको यहाँ भ्यू भएको छैन, अरू सरले दिनुभएको छैन। यसरी चाहिँ विद्यार्थीले दिनुभयो, भित्रबाट दिनुभयो भने यो कुरा चाहिँ बाहिरबाट हेर्न मिल्छ। राम्रो काम गर्नुभएको सर, खुसी लाग्यो। हजुर। किनभने सर अझै पनि भने नि, मेरो छोरी 5 मा पढ्दैछ, होमवर्क के दिन्छ थाहै हुँदैन अनि यहाँ आएर टाउको दुख्छ क्या हामीलाई, डायरीमा पनि लेखिदिँदैन। अब तपाईँ टिचर हुनुहुन्थ्यो भने मेरो छोरीको भने क्लास 2 मा के होमवर्क दिएको छ नि यहाँबाट देखिन्थ्यो नि त। मलाई खुसी लाग्छ त्यहाँबाट। ल मलाई 2 को अर्को लेभल छ, ल बाबा के गर्ने छ, राइट 1 to 10 देवनागरी सिस्टम, ए यो भनेको रहेछ म लेख्छु, खुसी लाग्छ यसरी क्या, पारदर्शी पनि हुन्छ क्या। अनि सबै कुरामा चाहिँ राजेन्द्र सरलाई फोन, सर आज के होमवर्क दिनु, आज के होमवर्क, त्यो भनिराख्नु नपरोस् क्या सर। हजुर है यो राम्रो गर्नुभएको छ सर। अब यहाँबाट फेरि म तपाईँको साइटमा क्लिक गर्दैछु, अटो आउँछ। तर यतिको होमवर्क हेर्नलाई त्यो अभिभावकले पनि जान्न पर्यो होइन खोल्न। सर यो काम हजुरको वेबसाइट, अभिभावकले कुरा हेर्न थाल्नुभयो भने, तपाईँले चाहिँ पोस्टहरू हेर्नुभयो भने तपाईँको यो वेबसाइट अनलाइन खबरले पैसा कसरी कमाउँछ, अनलाइन खबरले पैसा कसरी कमायो। अरू मान्छेले चाहिँ यहाँ साइटमा देख्यो के कुरा छ यसो देख्यो अनि यहाँ अनुसार एड्सहरू हुन्छ सर, विज्ञापनहरू हुन्छ, यसरी त पैसा कमाउँछ सर। एकदम यसरी त पैसा कमाउँछ नि, त्यो पैसा कमाउने माध्यम हो नि सर। अब अभिभावकलाई भन्नुहुन्छ बाबु तपाईँहरूको छोराछोरीलाई चाहिँ इक्जाम छ भने चाहिँ यहाँबाट हेर्नुभयो भने यस्ता एड्सहरू चाहिँ ल तपाईँको विद्यालयमा चाहिँ माने तपाईँको वेबसाइटमा चाहिँ दिनभरिमा चाहिँ 3000 मान्छेले हेर्छ भने कसैले वेबसाइटको कसैको विज्ञापन दियो भने त त्यो विज्ञापन पनि 3000 मान्छेमा गयो नि त। तर यो वेबसाइट हेर्नलाई वेबसाइट पनि थाहा हुनु पर्यो नि हैन सर अरूलाई। सर अनलाइन खबर मलाई कसरी थाहा पाए? जस्तै अघि तपाईँले मेरो वेबसाइटमा थाहा भएन, तपाईँले मलाई सोध्नुभयो र मैले भनेर बल्ल थाहा पाउनुभयो। अब यस्तो हो सर, यो कुरामा चाहिँ विद्यार्थीहरूलाई तपाईँले क्लास 2 को विद्यार्थी बाबुहरू या यस्तो मेरो वेबसाइट छ जाओ, अभिभावक भेला गर्नु, यसले तपाईँलाई टाउको दुखाइ त हुन्छ म मान्छु, तर तपाईँले चाहिँ अभिभावकले भन्नुभयो सरहरू अबको दिनदेखि चाहिँ होमवर्कहरू जुन विद्यार्थीले गरेको छैन त तपाईँले यहाँ गएर चाहिँ कुन होमवर्क चाहिँ यसरी हेर्नु होला भनेपछि अभिभावकको चाहिँ नजरिया तपाईँप्रति कतिको फरक पर्छ भने हजुरलाई नै भनिदिनु क्या मलाई। हजुर। अनि सर चिची पनि पापा पनि दुःख पनि नगर्ने अनि एचिभमेन्ट गर्ने हुँदैन नि सर, त्यो त एचिभमेन्ट किनभने म के बुझ्छु भने राजेन्द्र सर, यदि मेरो छोराछोरी तपाईँ क्लास 2 मा पढ्थ्यो भने तपाईँले मलाई बोलाउनु भयो, ल सर अबको स्कुलमा केटाकेटीले होमवर्क गर्दैन जान्दैन भने चाहिँ प्लिज तपाईँ यो साइटमा जानु, यसरी चलाएर देखिदिनु है। किनभने तपाईँले मैले मोबाइल एप्लिकेसन, यो मेरो मोबाइल एप्लिकेसन छ यहाँबाट पनि हेर्न सकिन्छ भने तपाईँको नजरिया मैले देख्ने तपाईँको प्रति भनेको धेरै फरक पर्छ नि। सर त पढाउनुहुन्छ है, सरलाई अब चाहिँ हामीले चाहिँ केटाकेटीले होमवर्क गरेन भने चाहिँ त्यो चाहिँ सर होमवर्क छैन आएन भन्ने चाहिँ अब भन्नु हुँदैन है, यो कुरा जान्नुपर्छ। अभिमुखीकरण भइहाल्छ क्या सर त्यो कुराहरूमा। अनि तपाईँले देख्ने दृष्टिकोण फरक पर्छ के अमिता म्याम? हजुर। कि जस्तै तपाईँको छोराछोरी 2 मा, तपाईँको छोरी 2 मा पढ्छ हैन? हजुर। अब तपाईँको छोरी 2 मा पढ्छ भने तपाईँले चाहिँ उहाँ राजेन्द्र सरले भन्नुभयो म्याम अब मेरो होमवर्कहरू तपाईँले बुझ्नु नभने वेबसाइटमा जानु र देख्नु भनेपछि तपाईँ जानुहुन्छ कुन्न? हुन्छ सर। हुन्छ नि जानुहुन्छ कुन्न? हजुर जान्छौँ, वेबसाइट लगेर जान्छौँ अनि त्यसपछि
राजेन्द्र सरको प्रति चाहिँ कस्तो भावना देखाउनुहुन्छ, दृष्टि मतलब कस्तो फिलिङ गर्नुहुन्छ, मतलब कस्तो के सोच्नुहुन्छ? अमिता म्याम के सोच्नुहुन्छ? हजुर के सोच्नुहुन्छ राजेन्द्र सर प्रति? सरप्रति हाम्रो सकारात्मक सोच हुन्छ सर। 100% हुन्छ। हजुर 100% सर चाहिँ अब डिजिटल हुनुभयो, हामी त अब छौँ हुँदैन है भन्ने कुरा हो। त्यसैको लागि चाहिँ वेबसाइट बनाउनु भनेको क्या हामीले। ल यसरी चाहिँ वेबसाइट भयो तपाईँको यो। र यहाँबाट चाहिँ क्लिकिङ भयो, यो अनुसारले चाहिँ तपाईँको चाहिँ ल हेर्नुहोस् तपाईँको अघि मैले पोस्ट गरेँ भने चाहिँ यति ठाउँबाट हेर्नु बनिरहेको छ भने म तपाईँलाई के गर्छु भने ब्लगमा क्लिक गरिसकेपछि तपाईँले त अहिले ब्लग बनाउनु भएको थिएन, यहाँ यतिवटा ब्लग आफै बन्यो क्या, आफै बन्यो यतिवटा ब्लग। हेर्नु अब एउटा बिजमाण्डुबाट पनि तानेर मैले ब्लग तपाईँलाई हालिदिएँ। अब यो लिनु छैन भने ठिक छ, आउनु छैन आउनु, यहाँबाट डिलिट गर्न मिल्छ। अब यहाँबाट मैले क्लिक गरेँ भने तपाईँले यो ब्लग त लेख्नु भएको रहेछ हेर्नु, तर कसैले चाहिँ हेऱ्यो भने अन्तर्राष्ट्रिय पत्र महासङ्घ अग्र यो के लेखेको छ यो अनुसार हेर्नु, सबै कुरा आफै आइदियो क्या। यसरी तपाईँले आफ्नो कन्टेन्टमा तपाईँको फलोअपमा चाहिँ यसरी ब्लगहरू चाहिँ आफैले जेनेरेट गर्न मिल्छ क्या सर, आफैले जेनेरेट गर्न मिल्छ। हेर्नु है यहाँ हेर्नु, यहाँबाट गयो गोर्खापत्र कसैले पढ्न चाह्यो भने गोर्खापत्रमा क्लिक गरेर गोर्खापत्रबाट के आएको छ हेर्नु, गोर्खापत्रबाट यो कुरा आएको छ हेर्नु, अटोमेटिकली जेनेरेट भयो। तपाईँले त बनाउनु भएन। मानिलिनु यो कुरा चाहिँदैन भने जस्तै अनलाइन खबरले पनि यो हालेको छ, या बिजमाण्डुले हालेको छ, अनलाइन खबरले के हालेको छ हेर्नु आफ्नो सिनेट के छ देश खबर इडुस ई दर्शनले यो कुरा हालेको छ। अब कोही मान्छेले चाहिँ यहाँ क्लिक गर्यो भने अटोमेटिकली तपाईँले ब्लग तान्नु भयो क्या, तपाईँको साइटमा आयो यो कुराहरू चाहिँ। यो अनुसारले चाहिँ हेर्नु, यहाँबाट हेर्नु यो तपाईँकै वेबसाइटबाट चलिरहेको छ, जसरी अनलाइन खबरबाट चल्दैछ यो अटोमेटिकली आयो क्या। हेर्नु सबै कुरो अटोमेटिक आयो क्या। त्यो पनि गर्न सक्नुभयो, ब्लग्स लेख्न पनि सक्नुभयो, अरूबाट तान्न पनि सक्नुभयो क्या। यो सिस्टमबाट काम गर्ने हो। अब आज क्लासमा मैले तपाईँहरूलाई चाहिँ के सिकाएँ भने म अझै रिपिट गरिदिँदैछु भने मैले तपाईँहरूलाई चाहिँ आज क्लासमा चाहिँ मेनु गर्ने काम गर्न सिकाएँ, अनि मेन स्लाइडर सिकाएँ, होमवर्क दिन तपाईँले दिइसक्नु भएको रहेछ र ब्लग तान्ने कुरा देखाएँ। अब यहीँबाट ब्लग आएको छ, यसलाई एडिट गर्नु छ भने एडिटमा क्लिक गर्नु, यहाँ सबै कुरा आउँछ। जे चेन्ज गर्नु मन लाग्छ चेन्ज गर्नु होला, जे चेन्ज गर्नु मन चेन्ज गरेपछि आफैले आयो क्या। जस्तै ब्लग इमेजमा अरू मैले ताने, यही इमेज ताने अपलोड गरेँ भने चाहिँ त्यो ब्लगमा त्यही इमेज बस्दिन्छ। यसरी चाहिँ अटोमेटिकली ब्लगलाई एडिट पनि गर्न सकिन्छ। चाहिँदैन भने तपाईँलाई डिलिट गर्न पाउनुभयो, यहाँबाट मैले यहाँबाट डिलिट गर्न पायो, ब्लगलाई यहाँबाट डिलिट गर्न पनि पायो, यहाँबाट डिलिट गर्न पायो। चाहिने राख्नु, नचाहिने डिलिट गर्नु। टिचर भएको खण्डमा तपाईँले ब्लग लेख्ने हो, होमवर्क दिने हो, त्यो पनि काम मैले के गरेँ आज, होमवर्क पनि तपाईँले दिइसक्नु, ब्लग पनि अटो तानिसक्नु, होमवर्क पनि तपाईँले भित्रबाट दिनुभयो। होमवर्कको छुट्टै क्लास बाँकी नै छ। अब यो पछि चाहिँ एकाडेमिक क्यालेन्डरदेखि लिएर चाहिँ योभन्दा मुनिसम्म चाहिँ म भोलि क्लासमा तपाईँलाई भन्छु। आज क्लास यति नै अन्त गरौँ है।